Welcome back to my channel again. Let's go. नाइट लाइफ भनेको चाहिँ हामीहरू चाहिँ एकदम पिसफुल छ, आनन्द छ, चारैतिर हावा चिसो होइन, दामी छ क्या। कहाँ बोला भन्छ अलिकति डर हो। ल भन केटा हो, कहाँदेखि हो? गैँडाकोटदेखि हो। रतन कार्कीको घर छेउतिर हो क्या? राजु सुनार ब्लग, राजु सुनार भनिन्छ। डाटा छ ल, यसो ब्लगमा यसो आनन्द लो। ल वेलकम ब्याक टु माई च्यानल अगेन है, सबैजना स्वागत छ। अहिले चाहिँ हामी नारायणीको छेउमा छौँ। दामी हुँदैछ साइडमा त्यो पूजालाई के भन्छ मलाई त हामी त्यहीँ गएर गरौँ न। ल यसो जाउँ न, ल हेरौँ न कस्तो हुन्छ। आहा त्यही रमाइलो छ हामीले चाहिँ छेउछाउतिर। यहाँको भिडियोहरू चाहिँ यसो हेर्नुपर्ने हुन्छ, हामीलाई क्याप्चर गर्नुपर्ने हुन्छ। कडा कडा त्वमेव माता पिता त्वमेव डेली कति बजी हुन्छ यस्तो? 7 बजी हुन्छ। त्वमेव विद्या द्रविणं त्वमेव सर्वं मम देव देव। यस्तै छ है, यस्तै छ। दामी हुँदैछ, भजन नि राम्रो आउँदैछ। कति बजीदेखि आउनु भएको तपाईँ? कति बजीदेखि आउनु भएको यहाँनिर? डेली 7 बजी हुँदो रहेछ सकिन्छ है? मान्छे हेर्नु न गाई, त्यहाँ मान्छे ल हाम्रो चितवनको लगभग हेर्नुहुन्छ भने दिनभरि त्यतिकै हुन्छ, तर रातभरि झनै त्यतिकै हुन्छ। हेर्नु त आमा, सबजना चाहिँ पिस शान्तिको लागि चाहिँ यहाँनिर छ। शान्ति भने सब त्यही भएर चाहिँ हामी चाहिँ आउनुहुन्छ कि सबैजना पूजापाठ गर्नको लागि। राम्रो पनि कुरा हो, धेरै राम्रो कुरा हो। देख्न सक्नुहुन्छ यहाँको भक्तजनहरू बुझ्छ, मलाई पनि राम्रो। यहाँ चाहिँ बवाल हुँदैछ है, खडा हुँदैछ, खड्डा हुँदैछ, मजा आउँदैछ यहाँनिर। सक्यो? ए कति भयो स्टार्ट भएको? तपाईँलाई आधा घन्टा भयो नि नन स्टप है? डेली हुन्छ गाना गाउँदै स्पिकरबाट बज्दै हुन्छ। अरे बाप चाहिँ खतरा छ। यसो हामी चाहिँ नारायणी त्यस्तो वरपर गइदिउँ न है। साँपको चाहिँ डर लाग्छ अलिकति, अरू चाहिँ यस्तै छ। यो यतापट्टि साइडपट्टि हेर्न सक्नुहुन्छ, पुल पारतिर दामी छ क्या। कहाँ बोला भन्छ अलिकति डर हो।
नत्र नाइट लाइफ भनेपछि यहाँनिर चाहिँ एकदम पिसफुल छ, आनन्द छ, चारैतिर हावा चिसो होइन, मस्त छ। यहाँनिर चाहिँ एचएम मोटर बोर्ड प्रालीको या टिकट घर हो, यहाँ चाहिँ तपाईँले टिकट काट्न सक्नुहुन्छ होइन। कट टपर र ल खतममा परेको। अरे बाफ रे, यहाँ चाहिँ नि चलाउनु मिल्छ, त्यहाँ फोटो खिचिरहेको छु, फोटो खिच्न मिल्छ त्यहाँसम्म आएर मिल्छ भाइ। अरे बाफ रे, डुब्दैन नि म। अरे बाफ रे यार, केटाहरू यार कहाँबाट जान्छ हौ? ल यहाँ चाहिँ एकदम भेरी डेन्जरस। तिमी ढल्दैन नि यो केटा हो? तपाईँ एकै ठाउँ जानु भयो चाहिँ त्यतितिर मात्र छोडिन्छ। हेड यार, डर लाग्छ नि त। ल भन केटा हो, कहाँदेखि हो? कोटदेखि हो? रतन कार्कीको घर छेउतिर हो कि या? देखिन्छ देखा जाऊ ए गैडाकोट। अरे बाफ, युट्युब चलाउँछ तिमीहरूले? ओके, राजु सुनार ब्लग, राजु सुनार भनिन्छ। डाटा छ ल, यसो ब्लगमा यसो आनन्द ल। न्यू सब्सक्राइबर्स कति आयो तपाईँ सब्सक्राइब? त्यो खासै छैन, स्टार्टिङ भर्खर हो। राजु सुनार। सुनार हजुर? तिमी नि हो? म नि हो सुनार। अरे बाफ रे, मेरो आफ्नै भाइ परेछ त। सुनार कुन सुनार हो? बिक। त्यही त, कुन सुनार के, बिक होइन, यो हो मेरो चाहिँ। सुनार भन्नु रे? सापकोटा घिमिरे। ल मेरो जहिले आइरह हुन्छ है, सर्ट्सहरू प्रायः जस्तो हाल्दा हुन्छ। ल फाइनली तिम्रो नाम के हो अरे? मेरो नाम धीरज। धीरज? धीरज के हो? धीरज बराइली हो? अरे बाफ रे, तिमी त आफ्नै पर्दो रहेछ। ल अनि के गर्दै हो तिमीहरू यहाँ अहिले? यसो दिँदैन नि तिमीहरू? उता उता त दिँदैन नि। ल ल ल जाउँ केटा हो, जाउँ। यहाँ त डुब्दैन नि केटा हो। ओइ यहाँ कति गएर? धेरै यति होला। अब ल केटा हो, लागौँ यार, लागौँ। सातै उडाइदिएर कसले? मैले। सेट यस्तो नगर यार। ल जाउँ बाहिर जाउँ। यार थ्याङ्क यू फर सपोर्टिङ मी है त। तिमीहरू पनि मेरो भ्लगमा आउँछ है, भोलि आउँछ। ओके ल, मेरो आफ्नै भाइहरू पनि भेट्यौँ अनि मजा नि आयो अलिकति। चिसो हावा खानको चाहिँ आनन्द छ नि। अब हामीलाई चाहिँ यहाँनिर घुम्दै फिर्दै होइन, अनि अरूले के भन्छ के सोध्छ भनेर सोच्नु थाल्यो भने नि गाई छैन, जिन्दगी त्यहीँ हुँदो रहेछ क्या। मलाई पनि स्टार्टिङमा धेरैजना चाहिँ यस्तो भनेर चाहिँ भन्दै होइन, अहिले उनीहरू कहाँ छ के छ मलाई थाहा छैन।